खाली ठाउँमा राम्रो भएको थियो डाँडाकै भएर मन मारेको हो तर मन त मार्नु हुँदैन कस्तो टाइट भइरहेको तीन नम्बरले गर्दा 9 नम्बर पवन 9 नम्बर हो नि त्यही हो त्यो शरणले 13 टेक्निक सानो टोपो अल्को पनि छ नि कुदाकाउले त्यहाँबाट आउँदै त्यहाँबाट प्रोसेस थियो अनेरसँग छ र त्यो केयर देख्नु न पर्दि पेसो धेरै सोचाल्नु थियो त्यो केटा त्यस्तै लखै छैन अब बराबर यो भाइले हालेर पनि अझै होइन केही गोल झ्याप्न छुयो नि यस्तो गर्दा तै पनि टेर्दैन केटाहरू आउट भनेर छोड्यो नि गेम बिग्रियो भाइ सल्लाह त्यही हो राइड वाला चक्को राइड वाला पुरो साथी त होइन यता घाम पर्दैन लाइन पर सरकारले लगाउन
कहाँबाट कहाँ कता पुर्याएको बजाएको हुन्छ त्यसैले आउडाँडो चोखो आउडाँडो बजाउँछ यहाँनिर निकै घाममा त थियो भइरहेको यता नेपालमा परेर केटा आएको छ ल हातले मात्रै भेटोस् कि क्ल्याक क्ल्याक तारो जालीमा ठोकेर पनि यार फेरि आयो है माथि डटेर लडाइ हो चल 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 है भिडेको छ भिडे राम्रै गरे अहिले चाहिँ निकै लामै फरक पऱ्यो सिलगढीमा तलै हाल्यो नि भाइहरू पनि देख्छ घामले कल त राम्रो थियो यताको 20 मिटरको भाइ त्यही त 1-2 पोइन्टको मात्रै फरक हो एउटा मार्यो भने चाहिँ अब यो मार्यो भने चाहिँ जित्छ गाह्रो गाह्रै फेरि उतापट्टि भाइहरू घाममा पर्छ अब यतापट्टि होइन घाम त सकिने रहेछ यता आउँदा त अब सक्दैन तै पनि यतिको त बराबरी गयो भने 21 पुग्यो त भएन अब साथी है नखुवाको यिनीहरूले भ्याउँदै के खुवाएको अखुवा हो मेरो कपिला अब बराबर टेबलमा हो नि डटेर ल डटेर कति त छाडै बडा चढो 1 पोइन्ट यो ताल अब छिर्न दिँदैन हेर्नुहोस् है यो केटाहरूलाई देख्नुभयो बराबरी फेरि ओके ठिक छ बराबरी भयो 23 मा पुगिसक्यो ल है ल खेल गर खेल गर ओइ ओइ खेल गर ओइ राम्रो गर है भाइ राम्रो गर है खेल र खेल हो अब डटेर लडाइ बराबर भयो फेरि खेल गर है खेल गर है खेल गर्नु है फेरि जित्नु पर्यो उनीहरू जित्नुला फेरि यो बलमा फेरि नि झन्नै आएको थियो है ओइ डटेर लड ध्यान दे जितो ल पाखरी बस स्ट्यान्डको लक्की